ल अब चाहिँ हिउँ पर्न थालेछ है ल बाटैभरि यसरी हिउँ परेको छ अहिले बब्बाले अचम्मै गरी हिउँ परेको छ मैले चाहिँ फेरि यहाँ यो पानी छ यता कति परेछ कति बाक्लो छ खासै बाक्लो त परेको थिएन नि हिउँ बाफ्रे यो पानी जम्छ भनेर सही हेरेको छ खोलाइ चिसोले ठुर बनाएको छ बाटैभरि हिउँ परेर ए पुरै सेतै बनाइदिएको छ यार कति चाहिँ हिउँ पऱ्यो होला कति चाहिँ चिसो भयो होला तर खासै राम्रो नआउँदैछ त्यो पल्लोतिर जानुपर्ने रहेछ फेरि यो यसरी चाहिँ नि पुरै खोलै सुकाइदिएको छ र जमाइदिएको छ सुकाएको होइन जमाइदिएको छ ल खोलै जमाएको छ पुरैमा मान्छेले हिउँमाथिबाट हिँड्यो म पनि चप्पल लाएर हिँडिरहेको छु झन् त्यहीँ उसमा हो भनेर त्यहीँ परबाट आएको खासै टाढा छैन घर हेर्न मात्रै आएको थिएँ अब यता घुम्न मन लाग्यो यस्तो देखेर पुरै सेतै बनाइदिएको छ खोला अनि अब आज राति कति दुरी हुन्छ ट्राई खासै त रहन्छ नयाँ खासै जमेर छैन अलरेडी मात्रै जमेर छ झनै छिरेको यार पुरै सेतै बनाइदिएको छ क्या ल